हेलो ल ल शुभ मङ्गलम। हामी चाहिँ अब यो होटलबाट निस्क्यौँ कोहलपुरबाट। आजको हाम्रो यात्रा चाहिँ डे 3 कोहलपुर चुमानमा। कति 9 साढे 9 बजे आइपुग्यो कोहलपुर है। मजा आयो, आनन्दले आइपुग्यो है। हाम्रो लागिरहेको छ आज है, त्यस्तो घाम पनि लाग्दैन, अलि तुवालो लागिरहेको छ। यहाँबाट हामी कोहलपुर चोकबाट ऐतिहासिक चोक हामी कर्णालीको द्वार छोडेर हिँड्यौँ। अब भेकको लहलाउँदो धान गहुँ खेतीहरू हाम्रो देशको यो मूल कुरा हो क्या यो तराई चाहिँ है। मान्छे तराई भन्छ, तराई भने नि हामीले खाना पाउँदैन कि। हाम्रो देशको मूल हो कि गहना हो तराई त। गाइड भन्नुपर्छ होइन क्या अप्ठ्यारो लाग्यो कि त्यो बानी नभएर है। गाइड होइन यो म चाहिँ 8 वर्ष अगाडि भन्दा अगाडि आउँदाखेरि यस्तै थियो होइन, केही चेन्ज भएको छैन यार यो बाटोमा। एज इट इज छ के, नथिङ हेज बिन चेन्ज है। त्यहाँ मलाई क्या फ्ल्यासब्याक हाने क्या, ओ मागा भन्नु क्या त्यो पहिलाको। हेलो मङ्की किङ माई फ्रेन्ड, हेलो माई फ्रेन्ड। उहाँ इन्ट्री गर्नुपर्छ अरे पहनी गेस। अब यहाँ यसो ग्रिसिङ गरियो बाइकहरूमा, चिया खाइयो। यहाँ कति बज्यो, 11:20 भयो। अब हामी हिँड्यौँ बबाई रिभरनिर आइपुग्यौँ होइन। अब यहाँबाट हाम्रो यात्रा सुरु। यो चाहिँ अब छुट्यो, हामी कर्णाली प्रदेश लगभग इन्ट्री गऱ्यो है। यो चाहिँ बबाई ब्रिज, बबाई खोला। हो क्रिस्टल क्लियर छ, अझै अछुत छ है यो खोलाहरू चाहिँ है। फर्केर होला झन्डा राखेर बुलेटमा, हामी चाहिँ बिना झन्डा। ल अब बबाई ब्रिज कट्यो हामी। बबाई ब्रिज कटिसकेपछि अब चाहिँ तराई सक्यो, पहाड सुरु हुन्छ, स्टिपर रोडहरू सब सुरु हुन्छ र भ्युज पनि त्यति नै राम्रो एकदमै एक्सलेन्ट देखिन्छ। र हाम्रो यो अब यात्राको पहाडी खण्ड सुरु भयो अहिलेलाई। अब पछि धडा पर्दै हिँड्दै गरेर हाम्रो एक्सपल छ मेरो समस्या छ नि त हेर। अनि हाम्रो चाहिँ वाइल्ड झडा पर्छ के साथी, यही हो मेरो एकदम झडा पर्ने। अब झडा पर्ने अनि हिँडिँदैसँग हो। हिजो नि पुरा डिस्कस पर्दा थियो दुईजनाको, नन स्टप आधी घन्टा इन्टरकममा। अगाडिको त्यो बिचरा साइलेन्टमा सुनिरहेको थियो, हामी चाहिँ टुट माटु टुट टिटुट अब भन्नु मिलेन के टुट। अनि दुईजना परिरहेको थियो नि फेरि। पल भाइ मैले कता राखेको छु क्या, भागको पानी छुटेछ क्या। अनि 2-3 बोकेर हिँडिरहेको किन तिमीले कति माग्छौ? पाइप त मेरोमै छ नि खेल्दा होइन। पाइप छ कि पाइप भाइ यो भ्लग काटेको छैन पर्छ। ल है म यहाँ बाहिरको गएछ, मजा छ। यसरी गाडीबाट चाहिँ यो भनेको रेकलेस ड्राइभिङ हो। यसरी ड्राइभिङ चाहिँ नगरौँ होइन। किनभने यसरी ड्राइभिङ गर्दाखेरि आफू मात्रै होइन, आफू त गयो आफ्नो लापरवाहीले अरू पनि जान्छ। तेरो म पहिला नि मैले एउटा भिडियोमा भनेको छु, ड्राइभ सेफ ड्राइभ इजी भन्छु। त्यही भएर होइन यस्तो हो, एक्सिडेन्ट पर्दा आफू त गयो अरूलाई पनि मार्छ क्या। आफ्नो त ज्यानको भ्यालु गयो होइन, अरूको नि गर्छ क्या। त्यही भएर कहिले पनि रेकलेस ड्राइभ नगरौँ। आफ्नो ज्यानको माया होइन, अर्कोको त ज्यानको माया हुन्छ नि त अर्कोलाई त। त्यही भएर प्लिज ड्राइभ सेफ एन्ड रिच डेस्टिनेसन कुल। सुर्खेत मान्माको बाटो चाहिँ देब्रे रहेछ, दाहिने कता जाने हो। फेरि पनि सबैले फोटो खिच्ने, भिडियो बनाउने यही होला सबै। फेमस वान अफ द फेमस चिज अफ नेपाल भन्छु बेलामा तपाईँहरूलाई दुईवटा टु सिलिन्डर बाइक देखाउँछु, हेर्नु होला है त। 2 सिलिन्डर बाइक कि मेरो अगाडि 2 सिलिन्डर बाइक गइरहेछ। एउटा अगाडि एउटा बाइकमा, एउटा बाइकको पछाडि 2 सिलिन्डर बाइक। ल ड्युअल सिलिन्डर यस्तो हुन्छ हेर न। यो चाहिँ नयाँ टेक्नोलोजी हो।
2 सिलिन्डर। हामी चाहिँ सुर्खेतमा व्यञ्जन थकालीमा थकाली रहेछ सुर्खेतमा यो भित्र चोक घण्टाघरबाट भित्र यहाँ व्यञ्जन थकालीमा खाना आइरहेछौँ है। यो बाइकको चाहिँ अब यही छ कि अब घुमे गर्छ है, एकछिन त कुद्नै पर्छ गतिले यो बाइकको। फेरि यो समस्या छ यो बाइकमा, कुरै गर्नुपर्छ कि रोकिन्न नै त। ल व्यञ्जन खाना एकदम मिठो यार यहाँको खाना है। ल यहाँ सेडी अहिलेसम्म खाएकोमा यही हो सबसे। ल अब हामी सुर्खेतबाट हामी लाग्यो अब आफ्नो गन्तव्यतिर है। अब हामी चाहिँ कर्णाली राजमार्ग चाहिँ मिठो है एकदम है, अहिलेसम्म खाएकोमा बेस्ट। हिजोको सबसे पत्तु लज र खाना होइन, आरती भन्ने कोही नबस्नु होला भने जस्तो लाग्छ यार मलाई त। अतिथि होटेल अतिथि है, कसम राम्रो छैन, म त कसैलाई भन्दिनँ। हामी फस्यो, हामी राति भएर फस्यो है, त्यही भएर हो। नै त वी वोन्ट प्रिफर द्याट होटेल है। रिफर पनि गर्दैन के, कोही आउनु छैन कोहलपुरको अतिथि चाहिँ नबस्नुलाई। सब डस्नाहरू फेर्न लाग्यो यार, हामी गएर यार दाग टोइलेट यति त लाती 10 पैसा थियो है। फोटो चाहिँ क्या राम्रो, होटेल चाहिँ पत्तुर पनि होइन, राम्रो एसी त थियो तर हाम्रो प्रेफरेन्समा पर्दैन त्यस्तो होटेलहरू। पेट्रोल हाल्न हामीले यहाँ पेट्रोल हाल्न बिर्स्यौँ, माथि पुगिसक्यो। एक्सप्रेसलाई साथीलाई चाहिँ ऊ माथि छ, म र ऊ चाहिँ बाइकमा पेट्रोल हाल्न फेरि माथि उकालोबाट ओर्लेर यहाँ बजार घुमिरहेको छ पेट्रोल हाल्न। पेट्रोल पम्पको सुर्खेत बजार है, त्यहाँ यो पेट्रोल हाल्न बिर्स्यो। अब आयो पेट्रोल हाल्न कन्ट्रोल्ड एरिया। नेपालमा चाहिँ सबै धेरै प्रायः चाहिँ आर्मीलाई पनि दिएको छ यार, प्रायः कुरा आर्मी नै हुन्छ, ब्यारेकहरू यताउता बिचमा जङ्गल भएर होला प्रोटेक्सन आर्मीको जिम्मा छ नि त। लालुपाते हो क्या हो, कस्तो दामी। हामी जान लागेको चाहिँ अब गुराँसे रहेछ, गुराँसेमा चाहिँ त्यो लाली गुराँसको जङ्गल भएर चाहिँ गुराँसे भनेर रहेछ। सुर्खेत बजार है, खतरा छ। उता एयरपोर्टको रनवे देखिरहेछ, अब आँखाल देखिरहेछ, यसले देखाएको छ कि थाहा छैन। नेभर एन्डिङ ट्विस्ट एन्ड टर्न्स है। अब हामी जाने बाटोको नेभर एन्डिङ हो यो, रारा पुङ्जेलसम्म सब यस्तो इनलेस ट्विस्ट एन्ड टर्न्स। गुराँस चाख्न मन लागेको छ, गुराँस चाख्दैछ साथीहरू। यसको टायर चाहिँ होइन 1 नम्बरको पत्तु टायर रहेछ यो, कसले भने इन्ड्युरो टायर यो। मलाई भन्नै मन लाग्यो, अलकत्रामा चिप्लेर यार मान्छेले ढकाल्नु पऱ्यो यार। यो दुईवटा सिएफ मोटर एक्सपल चाहिँ यस्तो टायर चाहिँ सुरु गुड्या होइन, यो चाहिँ घुमेकै पछाडि पत्तु टायर। यो त न सिएसटीको टायर ठिक छ योभन्दा त, त्यहाँ घुमेको आमामा अलकत्रामा यार। यिनीहरू चाहिँ मजाले गट्यो, यो त घुम्यो त। कहिले जिल्ला बजार आउँछ, एकछिन बसेर चियासिया खान्छौँ, अनि त्यसपछि फेरि माथि लाग्छौँ। हजुर इनलेस ट्रिप एकदम रमाइलो। झ्याप्पै देखाउनु त नसकेला सबै कुरा बाटै बिच्चै होइन, तर जति सक्छु त्यति क्यामेरामा कैद गर्छु, क्याप्चर गरेर देखाउनु खोज्छु है एकदम। अहिले चाहिँ हाम्रो पुरा हामी यहाँ 3 जना होइन अन्त गराएको थिएन, पुरा हाम्रो कुन चाहिँ सभ्यता के सभ्यता भनेर पुरा चलिरहेको थियो कि। हाम्रो एउटा साथी राई लिम्बू हो नि त, उसको चाहिँ किराँत सभ्यता हो, उनीहरूको चाहिँ 17-18 पुस्ता भेटिसक्यो होइन। तर हामी आर्यनको चाहिँ कहाँ भनेर पुरा हाम्रो पुरा डिस्कस भयो होइन, कुरा भइरहेको थियो। पुरा आधी घन्टा बितेकै थाहा भएन क्या, पुरा 2 जना खप्पिस नि त अगाडिको दिन। मलाई चाहिँ यस्तो कुरामा खासै आउँदैन है मलाई है, त्यही भएर म अलिक बोल्दिनँ यस्तो कुरामा। उनीहरू 2 जना त माई गड, 2 जना एकदम यिनीहरू स्टडी गर्ने खाले छन् कि जे पनि। म चाहिँ अलिकति हावा हालेको छु, इम्पेसेन्स छु म, त्यही भएर। अनि ल ठ्याक्कै 2 घन्टा लाग्यो पाहाडको बाटो घुम्दै फिर्दै। गोरेटाहरू मेरा साथीहरू, गोरेटोहरू छिचोल्दै बाटोहरू घुमाउरा फिराउँदामा साथी सङ्गीसँग मधुर कुरा गर्दै मेरा मित्रहरू म त दैले खाइपुगेँ। वाह वाह। दैलेखको हाम्रो नेपालको पेट्रोल खाने जुन दैलेख जिल्लामा पर्छ, त्यो चाहिँ चाइना एड एन्ड ओइल ग्यास रिसोर्सेस सर्वे प्रोजेक्ट इन नेपाल।
कोटेश्वर रहेछ है सुदूरपश्चिममा नि कोटेश्वर आयो केटा कोटेश्वर 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 ल सुदूरपश्चिममा नि कोटेश्वर रहेछ घर दो अब कोट यहाँ सुदूरपश्चिममा नि कोटेश्वर भन्ने रहेछ देखियो भर्खरै अहिले कोटेश्वर हुँदै पोखरा पुगिसक्यो हामी एकछिनमा के यार है के कुरा हो एक्सपल्सहरू आमामा एमटी त उहाँ कहाँ पुगिसक्यो होला यार अब त मुसँगै मुख लगाइसक्यो थापाथली नै आइयो सब काठमाडौँको नाम हेरेछ कोटेश्वर पोखरा थापाथली सबलाई हामी थापाथलीबाट अगाडि बढ्दैछौँ सुन्दरमा भेटुला हामी चाहिँ यो पछाडिको बाटो है मध्य पहाडी लोकमार्ग हुँदै गयो है खै प्रायः मान्छेहरू जान्नुहुन्छ कि नै थाहा भएन हामी चाहिँ दैलेखबाट मध्य पहाडी लोकमार्ग हुँदै उहाँ पुगिसक्यो राकम निस्किन्ला हो आज राति भयो नि कालीकोट हिँड्ने होइन नि ग्यास हाम्रो त बानी के छ भने हामीलाई काठमाडौँमा चाहिँ राति बसी घर जान हतार हुन्छ होइन यो कसैलाई यो टिकटकमा एडिट गरेर हाल्न हतार हुन्छ कसैलाई जप्न कसैको बुढी बच्चा कराउँछ सुताउनु पर्छ न हामीलाई हिँड्नुको हतार हुन्छ तर हामीलाई काठमाडौँ बाहिर निस्के यस्तै फेरि हिँड्ने राति नै हो दिउँसो त हाम्रो फेरि भूत आउँछ होइन त जति राति भयो त्यति रमाइलो लाग्दै आउने भइसकेको थियो र अब त यार यो लन्चर आइपुग्यो हामी अहिले थापाथलीबाट एकैचोटि सब होइन हामी कोटेश्वर हुँदै पोखरा पुग्यौँ पोखराबाट थापाथली आयौँ थापाथलीबाट लन्चर अब कहाँ पुग्ने हो अब यो बाटो खै प्रायः मान्छे हिँड्नुहुन्छ कि नै थाहा भएन होइन प्याडी फिल्डहरू तर यो बाटो चाहिँ एकदम दामी रहेछ है राकम निस्किनलाई म त दुईचोटि भयो होइन दुईचोटि क्या चारैचोटि पनि आउनुपर्छ है यहाँ ठाउँ चाहिँ अहिले नघुमे कहिले घुम्ने बुढेसकाल में घुट्ने का दर्द से जियोगे क्या आना चाहिए त्यही भएर आउनुहोस् रमाइलो गर्नुहोस् नो वरिज पछाडि गीत बजिरहेछ अगाडि ब्लगिङ भइरहेछ प्रायः मान्छेहरू चाहिँ यो उता कर्णाली हाइवेबाट जान्छ हामी चाहिँ पुष्पलाल हाइवे मध्य पहाडी लोकमार्गको है हेर्नु सनसेट हुनुला चाहिँ हामी जाने त्यही बाटो राकम पुगिन्छ 6 बज्यो हामी त्यही 7:30 राकम पुगिन्छ 1 घन्टा 40 मिनट देखाउँछ त यार यसले त यार के यार म्यापले त होइन किनभने यो बाटो मान्छेलाई त्यति हिँड्दैन के है सुनसान यो मध्य पहाडी लोकमार्ग चाहिँ किन बनाएको भने यो चाहिँ गाउँको हरेक मान्छेकोमा पहाडी मध्य पहाडी मार्गको हरेक मान्छेकोमा बाटो पुगोस् भनेर उहाँहरूलाई बाटोको एक्सेस होस् भनेर यो बिकटै हो नि त अब हेर्नु न यहाँ न गाडी न केही यसरी घर व्यवहार गरेर बस्यो है कोही हिँड्दैन क्या 90% मान्छे उतै कर्णाली हाइवे हिँड्छ होइन उता दकमजन चाहिँ हामी चाहिँ अब घुम्नै आएको मान्छे सधैँ एउटै बाटो हिँड्ने त कुरा भएन नि त डिटोर हान्दै गयो क्या दैलेख बजार मान्छेहरू तलक बजारबाट तल झर्छ हामी चाहिँ दैलेख बजारबाट माथि आइयो होइन अनि माटोबाट टक्कै यता आएको हो क्या होइन ल हेर्नुहोस् एउटा डोटी अछाम हुँदै आउने बाटोको मङ्गलसेनबाट जोडिने हो क्या म पहिला चाहिँ उता अथेरियाको डोटी मङ्गलसेन हुँदा यहाँ त पुरै हो क्या यहाँ त एकदम बिकट हो क्या यो त हेर्नु ट्राभल गर्दा उता होइन यता पनि हिँड्नुहोस् यताबाट लामो पर्ला अलिकति होइन तर रमाइलो एक्सपिरियन्स हेर्न तपाईँहरू आएर वर्षैपछि एकचोटि त आउँदैन कोही पनि होइन मै अब 8 वर्ष अगाडि आएको अब म अहिले कति 6 वर्षपछि आएँ 8 वर्षपछि आएँ होइन त्यहाँ 8-10 वर्षमा एकचोटि आइन्छ त्यही भएर अहिले त राम्रो भयो चाहिँ म आउँदाखेरि चाहिँ मध्य पहाडी लोकमार्ग तर म उताको हेरेको थिएँ उता बन्दै थियो खन्दै थियो है त्यतिखेर त्यही भएर अहिले चाहिँ यो आइयो यस्तो मजा आयो क्या हेर्न 7 बजे हामी राकम बजार आइपुग्यौँ यसो अब केही पाउँदैन चिया खानु पऱ्यो राकम है वी आर इन राकम एट 7 समथिङ 7:18 भयो राकमसम्म अब 1.5 घन्टाको राइड हाम्रो चाहिँ हामी माथि मानमा कालीकोट पुग्छौँ है त्यही 9-10 राकम गयो तिम्रो यहीँको हो कतिमा पढ्छौ 3 आमा केटाहरू त ल अब पछि कुरा गर्छु मैले फेरि राइडमा देखाउँ है अब नाइट राइड बिगेन्स विथ द नाइट आउल्स भने जस्तो 3 जना उल्लुहरू राति हिँड्यो कति बज्यो 7:45 भयो ल हामी हिँड्यो ल बाई अफरोडको लागि प्रिपरेसन होइन निकाल्छु ठिकै अफरोडको लागि प्रिपरेसन है यो चाहिँ अलिअलि हावा निकाली अब भएन माथि गएर फुकाल्छु अरे कालीकोटमा यसको 32 हो 30 जति राम्रो पर्छ नि ग्यास नाप्ने चाहिँदैन निस्किन्छ यसको कता गयो खै
अलि अगाडि बढाउनु पऱ्यो ल यो चाहिँ अफरोड प्रिपेरेसन भन्छ होला अब मान्छेले हेर त अगाडि आ निकेश ल यो पनि घटेको के सक गर्न म सक सफ गर्छु कि ल खै सक खै उज्यालो जान्छ निकै उज्यालो त्यहाँ त्यो त्यहाँ यता त्यो त आइफोनको उज्यालले खै केले ढाक्यो ए यताबाट पनि हेत्तेर क्या यता अब वान मात्रै गर्छु म तिमीलाई धेरै गर्दिनँ ल वान क्लिक मात्रै गरेँ भने ल प्रिपेरेसन इज फिनिस्ड बजार अब 19 किलोमिटरमा आइछ त्यही 1 घन्टा अब लाग्छ यो बाटोमा राति कुदाउनु मिल्न त्यो चाहिँ बत्ती बल्ल चाहिँ स्याल देखिन्छ कि नै ए मल्लो हाटिरहेको छु स्याल है हामी चाहिँ कालीकोट मानमा आइपुग्यौँ है होटेल स्विस बेल यहाँ रुम हेर्न गएको छ साथी जस्ट फिनिस्ड कति राति कति बजी आइपुग्यो हामी विकास कति बजी आइपुग्यो ए 9 बज्यो ठ्याक्क 9 बज्यो 9 भयो हामी स्विस बेल होटेल कालीकोट मानमा